यहाँहरु सबैजनालाई हार्दिक नमस्कार। म आज सुर्ता कविता लिएर आएको छु। यो सुर्ता चाहिँ स्यादर थानतिरको हो। कविता यसरी सुरु हुन्छ। भर्खरै पालुवा पलाएको पिपिरेको पातले, भर्खरै पालुवा पलाएको पिपिरेको पातले आवाज दिन्छ कि दिँदैन होला। ठुङ थिचिए जस्तै थिचिएको मेरो पहिचानलाई, ठुङ थिचिए जस्तै थिचिएको मेरो पहिचानलाई, ठुङ उक्काए झैं उक्काउनु छ। डाँडा माथिबाट पिपिरीको पात बजाएर कोइज बस्ती पनि बिउझाउनु छ। ठिटाहरूले ढोल कसे होलान् कि कसेनन् होला, ठिटाहरूले ढोल कसे होलान् कि कसेनन् होला। मुटु हल्लिने गरी बजाएर कम्मर हल्लाउँदै हल्लाउँदै कम्मरीको फेरले सबैलाई बिउझाएर समाहित गर्नु छ मेरो चाड पर्वमा। कान्छी काकीले कोदोको जिरमा पकाइनन् कि पकाइनन् होला, कान्छी काकीले कोदोको जिरमा पकाइन् कि पकाइनन् होला। स्यादर थानमा कुलपित्र प्रकृति देवी देउराली सबैलाई बुझाएपछि प्रकृति प्रसाद बाँड्नु छ आफ्नै माटोको स्वाद। मैला बुवाले डोको नङ्लो थुन्से सोली बुने कि बुनेनन् होला, मैला बुवाले डोको नाङ्लो थुन्से सोली बुने कि बुनेनन् होला। चोखनितो चरेचुरे रातो सेतो कुप्नीले विश्वास छोपेर मुस्कुराउँदै स्यादर थान लानु छ आफ्नै सिप। फुपूले चारने आठनी झपक्कै उनिन् कि उनिनन् होला, फुपूले चारने आठनी झपक्कै उनिन् कि उनिनन् होला। मलाई नजान्नेहरूलाई बोलाउँदै बोलाउँदै नचिनेको घरमा चारने आठनी छन् छन् बजाएर ढोल झेम्टा नउठी, ढोल झेम्टा नउठी घामको झुल्को भन्दा पहिल्यै झुल्केर मक्किँदै गएको धर्म संस्कारलाई जोगाउनु छ, मक्किँदै गएको धर्म संस्कारलाई जोगाउनु छ। चण्डी थानमा बुट्टा बुट्टे झिकेर चण्डी पहिराए होला कि पहिराएनन् होला, चण्डी थानमा बुट्टा बुट्टी झिकेर चण्डी पहिराए कि पहिराएनन् होला। पोएम नासोले भालाले खोज्दै खोज्दै खुर्पीले देखाउँदै, भालाले खोज्दै खोज्दै खुर्पीले देखाउँदै देखाउँदै आफ्नो पहिचान धर्म संस्कार जीवन्त राख्नलाई। थापा काजी र गुरुबाहरू बिउजे होलान् कि बिउजेनन् होला, थापा काजी र गुरुबाहरू बिउजे होलान् कि बिउजेनन् होला। स्यादर थानमा पिदार नमदारको आवाज सुनेर साझा फुलबारीमा आफ्नै पहिचानले फुल्न, साझा फुलबारीमा आफ्नै पहिचानले फुल्न। जसरी सयपत्री मखमली र गोदावरी एउटै बगैँचामा फुल्छन्, जसरी एउटै बगैँचामा सयपत्री मखमली र गोदावरी फुल्छन्। धन्यवाद, नमस्कार।